गेम दामी 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 बजाउनै पर्छ तर मैले सोचेको यार म्याच जित्ने भाइ यस्तो हो क्या यस्तो हो क्या भाइ यस्तो बस्न भयो बस्न सुन्न कुरा सुन्न यस्तो हो क्या भाइ मलाई चाहिँ के लाग्छ भने नि होइन हेर भाइ म रोनाल्डोलाई नराम्रो भन्ने मान्छे होइन म मेसीलाई नराम्रो भन्ने मान्छे होइन दुईजना टप प्लेयर दुईजना टप प्लेयर अहिलेसम्मको नाम तिमीहरू प्राय मुखबाट सुन्ने भनेको त्यही हो रोनाल्डो मेसी तर दुईजनालाई दाज्छ भने दुईजना खतरा हो क्या भाइ खतरा हो कुन ठाउँमा स्किल्स फुटबल कला भएको हुन्छ कुन ठाउँमा गोल हान्ने के गर्ने हुन्छ नम्बर्स पनि बोल्छ कुनै ठाउँमा कला आफै पनि बोल्छ हुन्छ नि त्यही भएर यो डिबेट चाहिँ मलाई वाइयात जस्तो लाग्छ क्या बुझेनौ त्यही भएर कहिले आएर के भनिदिन्छु म पनि होइन यो डिबेट नै यो वाइयात हो क्या भाइ दुईजना खतरा हो तर एउटा चाहिँ के हो भने हेर भाइ म पनि रोनाल्डो एकदम मनपर्ने मान्छे हो बुझिनस् म त्यो फिफा खेल्दा रियल म्याड्रिड लिनै पर्ने हुन्थ्यो मलाई बुझिनस् त्यो चाहिन्थ्यो क्या रोनाल्डो म ओभर हो क्या मलाई मनपर्छ त्यो फिफा पनि मनपर्छ मलाई रियल लाइफमा पनि राम्रो लाग्छ मलाई केही गरेको छैन के छैन मेसी पनि दामी लाग्छ मलाई तर तिमीहरू मासाले म पनि रोनाल्डो मन पराउँछु कि भाइ तर तिमीहरू कति रोनाल्डोको फ्यान यस्तो टक्सिक छ तिमीहरू कतिजना चाहिँ होइन अनि त्यो तिमीहरूको त्यो टक्सिकनेसले नै गर्दा पनि तिमीहरूलाई हुन्छ नि त्यो नेचरले नै अलिकति हम्बल बनाउनलाई भए पनि हुन्छ नि रोनाल्डोलाई चाहिँ योपालि होइन गोल हान्नु नदे टाइपको चाहिँ अलिकति चाहिँ केही हो कि जस्तो लाग्छ तिमीहरू त अति नै गर्छ नि गर्नु पनि अनि कोही बेला त अनि अति नै गर्छ अनि मान्छेको घर अगाडि नै पुगिदिन्छ तिमीहरू जतिमै अनि त्यस्तो साह्रो गऱ्यो भने त अनि कसले मन पराउँछ भन्दा भाइ त्यो नेचरले पनि अलिकति भगवान्ले पनि हम्बल गराउँछ क्या होइन यो धेर हुँदै रहेछ यता नदे यता प्लस पोइन्ट दे भन्ने हुन्छ क्या भाइ त्यही भएर अलिकति हम्बल बस् क्या तिमीहरू भाइ अलिकति हम्बल बस् क्या भाइ म पनि रोनाल्डोकै फ्यान हो हम्बल बस् क्या भाइ तिमीहरू रोनाल्डो फ्यान हो भन्दैमा म्याच मेसीलाई गु र के भनिदिएको छ म चाहिँ के भनेको छ अनि म चाहिँ नेचरले देखाउँदैन त भाइ भगवान् त्यसरी नै काम गर्छ क्या भाइ नेचर म्याच सिक्ने तैँले अति नै केही त म्याच सिक्ने केही हुँदैन त रन्डी बिल्ला भनेपछि त्यो मान्छेलाई खत्रै बनाइदिन्छ क्या तँलाई हम्बल बनाउनलाई तँलाई लेसन सिकाउनलाई मात्रै हो त्यही भएर अलिकति चाहिँ हम्बल बस् क्या भाइ तिमीहरू मार्दैन भाइ अहिले त्यो अर्जेन्टिना त्यो मेसी जस्तो त्यो के अरे रोनाल्डोले 3 गोल हेट्रिक हानेको भए अनि यो मेसीले यो नेक्स्ट गेम चाहिँ मेसीको थियो अरे अर्जेन्टिनाको गोल नहानेको भए अझै पहिलाको वर्ल्ड कप रोनाल्डोले जितेको भए मार्दैन त्यो भाइ डेड